ल गाइज यो चाहिँ टक्क अहिले म पाङसिङमा छु होइन यो चाहिँ पहिला हाम्रो राजा पुर्खा पालादेखिको टक्क लाएर मिलाएर बनाएको मान्छे मरेर बनेको च्यानहरू छ क्या यहाँ चाहिँ अनि यो ठाउँको नाम चाहिँ के भन्छ भने पाङसिङ हो टक्क लाएर यहाँ हेर्नु टक्क लाएर यस्तो बवाल छ दरबार छ यहाँ यो हाम्रो टक्क लाएर केवाइसीको कुल्टीहरू उनीहरू चाहिँ ऊ चाहिँ झन् मेन कुल्टी हो अनि हाम्रो मेन कुल्टी बोस चाहिँ झन् टक्क लाएर होइन कालो चस्मा लाएर बसिरहेको छ हाम्रो यो सबजना केवाइसी टोलीका कुल्टीहरू हुन् यो चाहिँ फेरि हाम्रो पहिला उहिलेका के अरे हाम्रो युद्ध लडेर आर्मीहरू मरेका च्यानहरू छ कि यो माथि चाहिँ टक्क लाएर होइन आमो नसक्ने छ नि फेरि लाउन बर्बाद छ ओहो यो त झन् दरबार हो नि राज दरबार पिन्छ त भन्नै पर्दैन नि हो गाइज वेलकम टु माई ब्लग भनेर पनि भन्न नमिल्ने तर यो मेरो पहिलो ब्लग हो होइन म्याका भोसडीकाहरू यो मुला दरबार होइन यहाँ दरबार म्युजियम तर मेरो होइन कि यो चाइना सरकारको हो कि म्यासाला अनि यो हामी चाहिँ फेरि कुल्टी टोलीहरू है यसो हेलो गरौँ त है हेलो कुल्टी टोलीहरू तर मा कुल्टी होइन फेरि ढुङ्गा उतार्ने कुल्टी चाहिँ होइन फेरि गाडीको स्टेरिङ घुमाउने कुल्टी हो आमा हेर न ल यो त म चाहिँ चाइनाको म चाहिँ राजा हो कि क्या यार पहिलाको घोडाको मालै छैन तर के गर्नु होइन टक्क लाएर यस्तो हिँड्ने हो ए ल के छ सोल्टी भन्नु नमिल्नेलाई ल हेर केटा यो चाहिँ यस्तो बवाल छैन लिप्सिङ हान्न नि मजा आउने खालको चाहिँ केटीहरूलाई चाहिँ यो चाहिँ जमानामा युद्ध भएर यहाँ हाम्रो पुर्खाहरू बसेको ठाउँ हो तर मलाई नि हिस्ट्री पुरै थाहा छैन कि ल आयो आयो ल यो चाहिँ ट्याक्क लाएर चिया खाने ठाउँ है त फेरि ल ल ल केटा हो के छ यस्तो बवाल ठाउँ छ नि यहाँ यो भनेको चाइना हो कि नेपालमा जस्तो धुलो उड्ने ठाउँ होइन कि यो भनेको यतिको दिनु पर्यो नि गाह्रो छ उनीहरू फेरि को भनेर सोचिरहनु भयो होला ड्राइभर टोली हो कुल्टी चाहिँ होइन कि अनि केही छ भन्नु के छ अरू गर्ने लगेडा हो हाम्रो ठेकेदार कहाँ गयो त ठेकेदार नभनौँ कुल्टीका ठेकेदार हो नि ए ठेकेदारै भन्छ अरे गाह्रो छ नि गाह्रो छ के गर्नु गाडी चलायो पैसा आउँदैन ब्लग गरे भ्युज आउँदैन मेन कुरो सब्सक्राइब एउटा छ गाह्रो छ तर मेरो यो तक्लाले गर्दाखेरि अब चाहिँ के होला यो टुप्पीमा चाहिँ फेरि मेरो होइन टक्क लाएर फेरि कसको जस्तो शक्ति छ भनेदेखि टक्क त्यो द मङ्की किङको हिरो के अरे भन्ने आएन यार मङ्की किङ हिमाल देखाउनुपर्छ देखिहाल्छ नि क्यामेरामा त्यत्तिकै यो चाहिँ फेरि टक्क लाएर 16 वर्षको मान्छे हो मात्र 16 दुना मात्रै हो उसको अहिलेसम्म बिहा भएको छैन कोही केटी इच्छुक हुनु मन छ भनेदेखि सम्पर्क गर्नु होला 980660 अब आफै बाटी भएर आउनु होला यतिको चाहिँ हुनु पर्यो है ब्लग हो दामी हुन्छ गाह्रो छ दरबार जत्तिकै छ यहाँ नेक्स्ट पार्ट 2 मा भन्न भित्रमा चाहिँ अब पार्ट 2 मा चाहिँ म टक्क लाएर होइन भित्रको सुनहरू देखाउँछ खजाना हेर्नको लागि चाहिँ वेटिङ गर्नुपर्छ फेरि यो भित्र खजाना छ ऊ त्यो रिजर्ट कपल रिजोर्ट त्यो चाहिँ तर मेरो होइन है यो चाहिँ कसैको भने चाइनिजकै हो कुनै दिन म यहाँ अब पैसा धनी भयो भने यो किनिदिन्छ है केटा हो तिमीहरूको लागि सम्पर्क गर्नु होला हनीमुनको लागि त ओहो जङ्गलै ठिक छ यस्तो ल यो चाहिँ हनीमुनको लागि होइन यो चाहिँ राजदरबार हो केटा हो टक्क लाएर अब यति भनेपछि चाहिँ तिमीहरू खुलेर यहाँ मेरो हातै दुखिसक्यो तर यो मोबाइल समातेर यार म्यासला फाइनल ओके नेक्स्ट टाइम वेटिङ फर मी